आरएसडीसी लघुवित्तको दोस्रो त्रैमासको रिपोर्ट आएको छ र यसमा एउटा निकै रोचक कुरा देखिएको छ। कस्तो भने एकातिर कम्पनीको व्यापार घटिरहेको छ तर अर्कोतिर नाफा चाहिँ आकाशिएको छ। यो कसरी भयो त? ल आज यसैको चिरफार गरौँ। हेर्नुस् त, यो आँकडा 73.54%ले नाफा बढेको छ। यो सामान्य वृद्धि त पक्कै होइन। दोस्रो त्रैमासिकमा आरएसडीसीको खुद नाफा 7 करोड 66 लाख रुपैयाँ नागेको छ। यो त साँच्चै नै एकदमै प्रभावशाली देखिन्छ, होइन त? तर जस्तो देखिन्छ कथा त्यति सिधा छैन। यो गजबको नाफा वृद्धिको पछाडि एउटा अर्कै कथा छ र यही कथाले गर्दा यो रिपोर्ट यति रोचक बनेको छ। ल यहाँ हेरौँ त, यो विरोधाभास छर्लङ्गै देखिन्छ। एकातिर खुद नाफा 73% भन्दा बढीले बढ्यो, प्रति शेयर आम्दानी पनि बढेर 14 रुपैयाँ 83 पैसा पुग्यो। तर अर्कोतिर हेर्ने हो भने कम्पनीको जुन मुख्य काम हो, यानि कर्जा दिने काम, त्यो 15%ले घटेको छ। अनि कम्पनीले लिएको ऋण पनि 26%ले घटेको छ। व्यापार घट्दा नाफा कसरी बढ्यो त? प्रश्न यही हो। मतलब कम्पनी सानो हुँदै गइरहेको छ तर कमाई चाहिँ बढिरहेको छ। यो कसरी सम्भव छ? के साँच्चैकै कम काम गरेर बढी कमाउन सकिन्छ त? हाम्रो आजको यो विश्लेषणको मुख्य केन्द्रबिन्दु नै यही प्रश्न हो। आउनुहोस् यो रहस्यको पर्दा खोल्ने प्रयास गरौँ र यसको पछाडि के कारण छन् त्यो पत्ता लगाऊँ। आरएसडीसीको नाफा बढ्नुको कारण नयाँ व्यापार बढेर होइन रहेछ, बरु कम्पनीले दुईवटा कुरामा एकदमै राम्रो काम गरेको देखिन्छ जसले दक्षता बढाएको छ। अब ती दुई कारण के हुन् एक एक गरेर हेरौँ है त। यो नाफाको उछाल धेरै व्यापार गरेर आएको होइन, बरु दुईवटा स्मार्ट तरिका अपनाएर आएको हो। पहिलो, आफ्नो लागत मतलब खर्च वात्तै घटाएर, र दोस्रो, पहिले त यो पैसा उड्दैन होला भनेर लगभग माया मारिसकेको पैसा फिर्ता उठाएर। ल पहिलो र सबैभन्दा महत्त्वपूर्ण कारणमा जाउँ। त्यो हो कोषको लागतमा आएको गिरावट। कम्पनीले आफ्नो व्यापार चलाउन चाहिने पैसा पहिलेभन्दा 21% सस्तोमा पाएको देखिन्छ। सिधा भाषामा भन्दा पैसा चलाउने खर्च नै घट्यो। जब खर्च घट्छ, नाफा त स्वतः बढ्ने नै भयो, होइन र? अब दोस्रो कारण जुन अझै रोचक छ, त्यसलाई बुझ्न इम्पेयरमेन्ट रिभर्सल भन्ने शब्द बुझ्नुपर्छ। यो अलि प्राविधिक सुन्निएला, तर कुरा एकदमै सरल छ। मानौ कम्पनीले कुनै ऋण दिएको थियो र त्यो फिर्ता आउँदैन होला भनेर हिसाबबाट हटाइसकेको थियो। तर पछि त्यही पैसा फिर्ता आयो भने त्यसलाई इम्पेयरमेन्ट रिभर्सल भनिन्छ। यो त हरायो भनेर सोचेको पैसा अचानक भेटिए जस्तै हो नि। अनि आरएसडीसीले ठ्याक्कै यही गर्यो। उनीहरूले 2 करोड 73 लाख रुपियाँभन्दा बढी रकम यस्तै राइट अफ गरेको ठाउँबाट फिर्ता उठाए। अब यो पैसा त सिधै नाफामा गएर जडियो र नाफा वात्तै बढाउने दोस्रो ठुलो कारण यही बन्यो। ल नाफा कसरी बढ्यो भन्ने कुरा त थाहा भयो, तर नाफा मात्रै हेरेर त भएन नि, होइन? कम्पनीको समग्र स्वास्थ्य, यसको जग कत्तिको बलियो छ त्यो पनि हेर्नु पर्यो। अब यतातिर लागौँ। कम्पनीको स्वास्थ्य नाप्ने एउटा महत्त्वपूर्ण मिटर हो पुँजी पर्याप्तता अनुपात, र आरएसडीसीको यो अनुपात 22.65% छ, जुन एकदमै राम्रो हो। यसको मतलब के हो भने भविष्यमा कुनै आर्थिक सङ्कट आइपर्यो भने पनि त्यसलाई सामना गर्न कम्पनीसँग प्रशस्त सेफ्टी बफर छ। नियामक निकायले तोकेको भन्दा यो धेरै नै माथि हो, जसले कम्पनीको बलियो जगलाई देखाउँछ। तर राम्रो कुरा मात्रै हेरेर पनि भएन। पुरै तस्बिर हेर्दा एउटा सानो चिन्ताको विषय पनि देखिन्छ। त्यो हो कम्पनीको खराब कर्जा, यानि नन परफर्मिङ लोन्स। यो गत वर्ष 2.71% थियो भने अहिले बढेर 2.84% पुगेको छ। यो वृद्धि धेरै ठुलो त होइन, तर यस्ता कुरामा चाहिँ सधैँ ध्यान दिनुपर्ने हुन्छ। त्यसो भए एकातिर बलियो नाफा र अर्कोतिर अलिकति बढेको खराब कर्जा। यो मिश्रित सङ्केतलाई बजारले, लगानीकर्ताहरूले कसरी हेरिरहेका छन् त? अब बजारको आँकडाले केही बताउला। दोस्रो त्रैमासको अन्त्यमा यसको बजार मूल्य 639 रुपैयाँ 90 पैसा थियो। प्रति शेयर नेटवर्थ 125 रुपैयाँ जति छ। तर सबैभन्दा ध्यान तान्ने कुरा चाहिँ यसको पीई रेशियो हो, जुन 43.15 छ। सामान्यतया यो निकै उच्च मानिन्छ। अब प्रश्न उठ्छ, बजारले यति धेरै मूल्य किन दिइरहेको छ त? सामान्यतया यति उच्च पीई रेशियोले के देखाउँछ भने लगानीकर्ताहरू कम्पनीको भविष्यप्रति एकदमै आशावादी छन्। बजारले आरएसडीसीको यो दक्षतामा आधारित नाफाको रणनीतिलाई मन पराएको देखिन्छ।
लगानीकर्ताहरूलाई के विश्वास छ भने कम्पनीले भविष्यमा पनि राम्रो कमाइ गर्नेछ र त्यही आशामा उनीहरू अहिले बढी मूल्य तिर्न तयार छन्। त्यसो भए यो सबै विश्लेषणलाई एकै ठाउँमा जोडेर हेर्दा आरएसडीसीको रणनीतिबारे कस्तो चित्र देखिन्छ त? यसबाट एउटा कुरा एकदमै प्रष्ट हुन्छ। आरएसडीसी अहिले ठूलो बन्ने दौडमा छैन, बरु राम्रो बन्ने रणनीतिमा छ। उनीहरूले आक्रामक रूपमा व्यापार बढाउनुभन्दा पनि आफ्नो वित्तीय स्वास्थ्यलाई बलियो बनाउने र दक्षता बढाएर नाफा कमाउने बाटो रोजेका छन्। र यो पूरै विश्लेषणले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नको अगाडि ल्याएर छोडिदिन्छ। के आरएसडीसीले अपनाएको यो स्मार्ट ग्रोथको बाटो, यानि व्यापारको आकारभन्दा नाफा र दक्षतालाई प्राथमिकता दिने रणनीति लघुवित्त क्षेत्रकै लागि एउटा नयाँ मोडल बन्न सक्ला, वा यो अहिलेको अप्ठ्यारो समय पार गर्ने एउटा अस्थायी उपाय मात्र हो? यसको उत्तर त अब आउने समयले नै बताउला।